अनि गाइस यहाँ चाहिँ ट्र्याक्टर पल्टेको छ यहाँ माथिबाट आएको यहाँ तर पाङ्ग्रा एकातिर यस्तो ट्र्याक्टरको हालत भर्खर ड्राइभर र त्यहाँ एउटा अर्को मान्छे त्यो ट्र्याक्टरमा बसेर आएको दुईटालाई रेस्क्यु गरेर भर्खर यहाँबाट लगिसकेको छ र यहाँबाट भर्खर नै लग्यो अब लग्दाखेरिको हालत अब तपाईले देख्दाखेरि त अब डेन्जर हुन्छ होला तर त्यो भिडियो चाहिँ अथोरिटीले नभएको कारणले यहाँ चाहिँ भिडियो चाहिँ हाल्न मिलेन त्यस जुन मान्छेहरू घाइते भएको चाहिँ यहाँनिर चाहिँ अहिले यहाँ खनेर यहाँ चाहिँ हात चेपेको थियो अनि त्यहाँबाट हात चाहिँ निकाल्यो हैन ट्र्याक्टरहरू यहाँबाट डाइरेक्ट तल ल्याइदिएछ कि मान्छेले सिधै हैन यो चाहिँ खेत चाहिँ यो छ त्यो चाहिँ मेरो नै हो त्यहाँबाट डाइरेक्ट आएछ यो सामा पुगेछ यहाँबाट सिधै यहाँ पुगेछ र यहाँबाट उल्टो फर्केछ यहाँ चाहिँ रगतहरू पनि टन्नै थियो न अब अहिले चाहिँ माटोले गर्दा उ भएन र पुरा रगत जमेको थियो कि अब त्यो रगत तपाईँले त्यो जमेको देख्नुपर्ने हो त बफ्रे बाफ मान्छे आङस्रिङ हुन्छ रगतको पुरा धारा बगेको होइन त्यहाँ तेल चुइदैछ अहिलेसम्म नि मोबिल त्यहाँबाट निस्किँदैछ ट्र्याक्टरको हालत यस्तो भइसकेको छ एउटा पाङ्ग्रा चाहिँ त्यहाँ पुग्यो एउटा पाङ्ग्रा यहीँ छ पछाडिको चाहिँ अरू पाङ्ग्राहरू त्यहाँ यस्तो छ के गर्ने अब यस्तो त्यहाँ रोडबाट डाइरेक्ट त्यहाँबाट आएको गाडी त्यहाँबाट सिधै त्यहाँबाट डाइरेक्ट ल्याएर यहीँ पुऱ्याइदिएछ ट्र्याक्टर अब कसरी चलाएको त्यो त थाहा भएन भर्खरै रेस्क्यु गरेर लगिसक्यो हामीहरूले चाहिँ र अहिले चाहिँ कपडा चेन्ज गरेछ र ड्रेसमा चाहिँ मेरो अर्को कपडा थियो त्यसमा चाहिँ पुरा हुडीमा रातो पुरा रगत अनि प्यान्टमा त्यस्तै रगत लगाएर होइन त्यो रेस्क्यु गर्दा स्ट्रेचरमा लगेको त्यहाँ हुनुहुन्छ रगत कालो प्यान्टमा भएको कारणले खासै राम्रोसँग त देख्न सकिएन यसमा चाहिँ कालो प्यान्टमा यसमा पनि टन्नै लागेको थियो रगत होइन बट मेरो हुडीमा चाहिँ खासै लागेको छैन थोरै ठाउँ एउटा ठाउँमा लागेको छ रेस्क्यु गर्दाखेरि होइन पुरा बेहाल भयो आज होइन त्यो पेसेन्टको रगत त्यो रगत डाइरेक्ट छिर्का पर्दाखेरिको टाउकोबाट पुरा छिर्का पर्दाखेरिको रगत देख्दाखेरि त मान्छेको आङस्रिङ हुन्छ होइन अब त्यो त बाफरे बाफ देख्दाखेरि त मनै चिसो हुँदै आउँछ अब फर्स्ट टाइम देखेको यस्तो डाइरेक्टली एक्सिडेन्ट भएर मान्छेको यस्तो हालत भएको त फर्स्ट टाइम देखेको मुटुले 90 हानेको थियो होइन त्यो देख्दाखेरि यहाँ चाहिँ रगत थियो अहिलेसम्म नि तपाईँले हेर्न सक्नुहुन्छ कि यहाँ रगतहरू अहिलेसम्म छ कि रगतको पुरा गिट्का थियो अब यहाँ तपाईँले यसमा मोबाइलमा राम्रोसँग देखिएन होला होइन पुरा रगत जमेर यत्रो पुरा खतरा तालले जमिदिएर भने म त छक्क परेर त्यो देख्दाखेरि त मान्छेहरू आङ यस्तो तालले श्रिङ हुन्छ ओक्रेसरी से 2 ब 3 4 3 5 को गाडी ट्र्याक्टर हामीले रेस्क्यु गर्दासम्म चाहिँ दुईटैको सास थियो एउटाको चाहिँ टाउकोमा चाहिँ गम्भीर चोट थियो टाउकोमा चाहिँ अति चोट लागेको कारणले उहाँको रगत आएको थियो र यहीँ हात चाहिँ यहाँभित्र चेप्याएको थियो कि त्यो भित्र चेपेर यो चाहिँ माटो चाहिँ यहाँ चाहिँ रगत पनि थियो तर रगत अहिले त्यो माटो निकालेको कारणले रगत देखिएन तपाईँले यहाँ चाहिँ देख्न सक्नुहुन्छ होइन यो चाहिँ यहाँनिर यो रगतको पुरा जमेको रगतहरू यहाँ छ यहाँ जमेको रगतहरू तपाईँले यहाँ देख्न सक्नुहुन्छ र यहाँ चाहिँ हात चेपेर त्यहाँ चाहिँ हात चेपेको थियो र माटोले बिल्छ्याले उ गरेर हामीले खारेर चाहिँ यो कपडा च्यातेर चाहिँ हामीले मान्छेको हात चाहिँ निकाल्यो किनकि हात चाहिँ चपक पचक भइसकेको थियो हात पनि सायद हात भाँचिएको छ होला होइन आई थिङ्क र सामानहरू त यहाँ अब ट्र्याक्टरको त बेहाल भयो यस्तो यो हुडहरू यस्तो भयो अब केही छैन आजलाई यो भिडियो चाहिँ यहीँ राख्न चाहन्छौँ र फेरि पनि अर्को भिडियोहरू नयाँ भिडियोहरू अपडेटहरू आउँदै जाँदैछ मेरो च्यानलबाट तपाईँहरूले सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला यो भिडियोलाई जसक्दो पुरा सेयर गरिदिनु होला भन्दै आजको भिडियो यहीँ राख्दछु